हेलो गाइज, आज म हजुरहरूलाई DJI ओस्मो पकेट 3 को अनबक्सिङ गरेर देखाउनेछु। वेलकम टु माई मिनी ब्लग। मैले सुरुमा यहाँ बक्सको अलिकति फोटो हालेँ र यो भित्र चाहिँ के हुन्छ म तपाईँहरूलाई बिस्तारै खोलेर पनि देखाउनेछु। यसको प्राइस कति हो त्यो पनि भन्नेछु र आउनु सुरु गरौँ, अनबक्सिङ गरौँ र के रहेछ त हेरौँ है त। सबैभन्दा सुरुमा मैले अनबक्सिङ गरिसकेपछि त्यहाँभित्र एउटा ब्याग थियो र मिनी ब्यागदेखि बाहिर एउटा सानो बक्स थियो। मैले त्यो निकालेँ र सानोतिनो तपाईँलाई अब कसरी चलाउने युज गर्ने भनेर चाहिँ एउटा सानो रिडेबल बुक थियो र मैले यहाँ देख्न सक्नुहुन्छ एउटा वाइट बक्स छ। यो वाइट बक्समा चाहिँ कभर छ र यो चाहिँ DJI को तपाईँको बुक भयो र मैले यो बक्स पनि खोल्न गइरहेको छु। सबै सामान चाहिँ यही भित्र हुन्छ। मेन सामानहरू के छ यहाँ देख्न सक्नुहुन्छ, के छ म निकालेर पनि देखाउँछु। र यी सामानहरू त्यही बक्सभित्र त यो DJI हो। DJI को माइक भनौँ, जुन ट्रान्समिट गर्ने माइक हो DJI को आवाज। यो चाहिँ हामीले अब टी सर्टमा उयसमा अडियाएर चाहिँ जस्तै माइक्रोफोन यहाँ हालेर हामीले बोल्न सकिन्छ। म देखाउने छु र यहाँ हेर्न सक्नुहुनेछ। यो चाहिँ अब मेन पार्ट यही भयो। यहाँ स्क्रिनलाई चाहिँ कभरले ढाकेको छ। क्यामेरा त अब 360 नै घुम्छ र फोटोहरू भन्नुपर्दा एकदम राम्रो आउँछ। त्यो पनि कस्तो आउँछ म बिस्तारै देखाउने छु। यहाँ जो स्टिक देख्न सक्नुहुन्छ, यहाँ चाहिँ मेमोरी कार्ड हाल्नुपर्ने हुन्छ हामीले। मेमोरी चाहिँ आफ्नै इच्छाले कति जिबी हाल्न मन लाग्छ त्यही हाल्ने र एउटा ब्याट्री चाहिँ अलरेडी यही भित्र भएको हुन्छ, इन्टरनल ब्याट्री हुन्छ र यो मैले भनिहालेँ। यहाँ देख्न सक्नुहुन्छ र क्यामेरा पनि मैले रोटेट गरेर देखाइरहेको छु। मजाले यो आफै घुम्छ। तपाईँले अलिकति अन गरेपछि यताउति त्यो जोइस्टिक युज गरेपछि कता घुमाउने, कति डिग्री कति एङ्गलमा खिच्ने त्यो पनि देखाउँछ र मेमोरी कार्ड पनि आफ्नो इच्छा अनुसारले तपाईँलाई कति टाइमको भिडियो खिच्न मन लाग्छ र अब तपाईँ ठुल्ठुलो भिडियोको लागि अथवा लङ टाइमको गर्नुहुन्छ भने अब त्यही अनुसारको मेमोरी चाहियो। र मैले यहाँ दुईवटा देखाउन गइरहेको छु। यो एउटा लेफ्ट साइडको चाहिँ ब्याट्री हो र राइट साइडको चाहिँ सपोर्टर हो। यो DJI को अघि मैले भनिहालेँ र यो चाहिँ ट्रिपोड स्ट्यान्ड हो। तपाईँले क्यामेरा कहीँ अड्काएर चाहिँ अब आफ्नै पनि लिन सक्नुहुन्छ। त्यहाँ देख्न सक्नुहुन्छ यो ठुलो चाहिँ तपाईँको मैले हातमा देखाइरहेको छु। यो चाहिँ तपाईँको ब्याट्री हो। यो चाहिँ एक्सटर्नल ब्याट्री हो। मतलब भन्न खोजेको एउटा एक्स्ट्रा ब्याट्री आउँदो रहेछ यो किन्दाखेरि बक्समा चाहिँ। र यसले चाहिँ हामीलाई अब इन्टरनल ब्याट्री सक्यो भने हेल्प गर्छ। र यो सानो भनेको चाहिँ तपाईँको के हो भन्दा फेरि सपोर्टर हो। एज अ सपोर्टर तपाईँको क्यामेरा चाहिँ कहीँ यसो राखेर फोटो खिच्न मन लाग्यो भने ट्रिपोड स्ट्यान्डमा अड्काउनु यो चाहिँ एज अ सपोर्टरको रूपमा काम गर्छ। यहाँ देख्न सक्नुहुन्छ DJI को माइक पनि मैले राखिसकेको छु, हेर्न सक्नुहुन्छ र साउन्ड एकदम क्लियर र राम्रो आउँछ। यो कसरी चलाउने के गर्ने भन्ने पनि म अर्को ब्लगमा हाल्नेछु। यो चाहिँ हामीलाई एउटा USB यो केबल आउँछ भने त्यो हेड पार्ट चाहिँ आउँदैन, चार्जरको छुट्टै किन्नुपर्छ। यो मैले देखाइरहेको यो चाहिँ एउटा एक्सटर्नल ब्याट्री हो त्यसरी त्यहाँ कसने मजाले मैले अहिले कसेको छैन। त्यहाँ हो त यहाँ कसेपछि चाहिँ तपाईँको हाम्रो त्यो जुन क्यामेराको स्ट्यान्ड हुन्छ त्यो पनि त्यहाँ हालेर हामीले त्यो USB चाहिँ कनेक्ट गरियो भने यहाँ चाहिँ अब USB जस्तो कनेक्ट गर्ने टाइप सीको छ। त्यहाँ कनेक्ट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ हामीले एज अ सपोर्टर अनि अडियाएर राख्न सकिन्छ। र यो चाहिँ माइक भयो। अब हामी स्क्रिन हेरौँ, क्यामेरा स्क्रिन कस्तो छ त। क्यामेरा भन्दा नि यो डिस्प्ले स्क्रिन हेरौँ। यहाँ देख्न सक्नुहुन्छ मैले यो चाहिँ तपाईँको अब जस्तै भर्टिकल होरिजेन्टल जस्तो पनि बनाउन सक्नुहुन्छ। अब आफ्नै अनुसारले ल्याङ्ग्वेज सेलेक्ट गर्न सक्नुहुन्छ। इङ्ग्लिस चाहिन्छ भने अब डिभाइस नेम देखिहाल्नु ओस्मो पकेट 3 BO4B र तपाईँले कुन खालको चाहिँ खिच्ने, केमा खिच्ने, फोटो खिच्ने, अब कुन मोडमा चाहिँ खिच्ने, फोटो खिच्ने, भिडियो खिच्ने, लो लाइटमा खिच्ने कि स्लो मोसनमा खिच्ने कि टाइम ल्याप्समा खिच्ने, आफ्नै इच्छा अनुसारले आफूलाई जुन सुइटेबल हुन्छ त्यही अनुसारको खिच्न सक्नुहुन्छ।
आफ्नै त्यही अनुसारले छाने मैले अहिले यहाँ क्यामेरा ओपन गरेँ, तर मेमोरी कार्ड नभएको कारणले गर्दाखेरि चाहिँ मैले फोटो चाहिँ खिच्न सकिनँ। मेमोरी कार्ड चाहिँ अनिवार्य चाहिने रहेछ, यसमा चाहिँ इन्टरनल स्टोरेज हुँदैन रहेछ र मैले मेमोरी कार्ड पनि किन्न चाहिँ किनिसकेको छु। छुट्टै अहिले हालेको छैन, र क्यामेरा चाहिँ एकदम तपाईँको एकदम क्लियर र एकदम राम्रो आउने रहेछ। मैले ब्याक गरेर देखाएँ र तपाईँको यहाँ यता ल्यापटपमा पनि यसरी देखाएको एकदम राम्रो छ। क्यामेरा क्वालिटीमा चाहिँ कुनै पनि त्यस्तो मतलब अनसेटिस्फाइड हुने खालको केही पनि छैन। जहाँसम्म लाग्छ सबैजना एकदम सेटिस्फाइड बन्नुहुन्छ होला। र यो मैले सबैलाई फेरि देखाएँ र एकदमै राम्रो छ यो। म सबैलाई कसैलाई